कति दिक्क लाग्दो दिन हो। चर्को न चर्को घाम लागिरहेछ भने बाहिर मोबाइल पनि कति चलाउनु। घरमा बसेपछि त झन् के खाउँ हुन्छ भने मलाई त के खाने होला त खै। मेवा फलिरहेको थियो त्यही हेर्नु पर्यो। हिजो अस्ति त ठिकै थियो, आज अलि पाक्यो कि हेर्नु पर्यो। यो त पहेँलो भएर रहेछ। ए यो त झन् मजाले पाकेछ ल, यसैलाई टिपेर खानु पर्यो। सबैलाई पुग्छ पनि घरमा। ल ल ल ल झरिहाल्यो नि। फुट्यो कि क्या हो? ए छैन रहेछ। अब यसैलाई पखाल पुखुल पारेर खानु पर्यो। स्वास्थ्यको पनि त ख्याल राख्नु पर्यो नि। आफ्नै घरमा फलेको आफ्नै हातले टिपेको भनेर पनि त भएन। यस्तो प्रदूषण छ बाहिर, के गर्नु। होइन हेर्दा त यति राम्रोसँग पाकेको छ, यो तल र माथि चाहिँ किन साह्रो छ त। अब यस्तै मेवा किनेर ल्याएर खाँदाखेरि मजाले औषधि हालेर पकाएको होला, त्यही भएर यस्तो होला भनिन्थ्यो। अब यसलाई के भन्ने, अचम्म छ। ल रातो राम्रो, हेर्दा त राम्रो छ, मिठो होला जस्तो। अब काटकुट पारेर यसलाई खानुपर्छ। कस्तो छ कुन्नी, हेरौँ है त। मिठै होला जस्तो छ छन त। रातो राम्रो रहेछ रहन त। ल अब खाम है त। आहा कति मिठो रहेछ नि, आनन्द आयो। ल गर्मी भइरहेको थियो, आनन्द आयो मलाई त। ल साह्रै मिठो रहेछ, मिठो।